अब 2082-83 मा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइले चाहिँ सिद्धिचरण नगरपालिका वार्ड नम्बर 6 टोड्के स्थित उन्नत आलु खेती प्रविधि प्रदर्शन कार्यक्रम सञ्चालन गरेका थियो र आज चैत 21 गते म फिल्ड अवलोकन मा यहाँ आएको छु र यो चाहिँ किसानले परम्परागत विधिबाट रोप्दै आएको आलु खेती हो। यो पनि तुलनात्मक रूपमा यो प्रदर्शनमा समेटिएका छ। यसरी हेर्दाखेरि आलुको वृद्धि विकास राम्रो भए तापनि कुनै विभिन्न यसको वनस्पति वृद्धि विकास नै फरक छ। जस्तै यो सानो छ भनेदेखि यो 23 दिनमा रोपेको यो आलु चाहिँ ठुलो छ। यसरी चाहिँ किसानले चाहिँ यसमा लाइन विधि बिना आलु चाहिँ रोप्नुहुन्छ र यो पहिलेदेखि खेती गर्दै आएको चलन हो र यो ड्याङदेखि उता चाहिँ अहिलेको आधुनिक विधिबाट रोपिएको छ। यसमा चाहिँ बोटदेखि बोटको दूरी 25 सेन्टिमिटरको छ भनेदेखि लाइनदेखि लाइनको 60 सेन्टिमिटर रोपिया छ। यसरी हेर्दाखेरि यो लाइनको वृद्धि विकास चाहिँ एकाम्बे बोटको वृद्धि विकास एकाम्बे भएको छ भनेदेखि अलिकति हेर्न पनि आकर्षक छ र गोडमेल गर्न पनि अलिक सजिलो भएको, धेरै नै सजिलो भएको छ। यो चाहिँ लाइन विधिबाट खुल्लामा खेती गरिएको हो र यसै गरी यो चाहिँ अहिले मल्चिङ विधिबाट त्यही मितिमा त्यही दिनमा रोपिएको आलु हो र यो अत्यन्त वानस्पतिक वृद्धि विकास राम्रो यसरी राम्रो छ र यो एकदम एकाम्बे छ र यसरी हेर्दाखेरि यो तीनटा विधि किसान विधि र आधुनिक विधिबाट रोपिएको आलुको खुल्ला विधि र मल्चिङ विधिबाट हेर्दाखेरि चाहिँ अहिले बोटको वृद्धि विकास चाहिँ एकदम मल्चिङ विधिबाट उत्कृष्ट रहेको पाइयो र यो चाहिँ खेती चाहिँ उहाँ किसानकै जग्गामा गरिएको छ। हजुरको शुभ नाम भनिदिनु न। राजेश श्रेष्ठ। हजुर, यो आलु अहिले यो प्रदर्शन गरिएको छ राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमले हजुरको खेतबारीमा कस्तो लाग्यो त यो विधिहरू? तीनटा विधि छ, एउटा मल्चिङ विधिबाट गरेको छ, एउटा खुल्ला लाइन विधिमा गरेको छ, एउटा चाहिँ हजुरहरूले परम्परागत विधिबाटै रोपिएको आलु छ। हेर्दाखेरि के कस्तो लाग्यो? हेर्दाखेरि सबैभन्दा राम्रो बोटको राम्रो हेर्दा चाहिँ यो मल्चिङ पद्धतिमा एकदम राम्रो देखिन्छ। त्यस पछाडि क्रमशः हाम्रो यो मल्चिङ बिनाको प्रविधि अलिकति कम छ, त्यसपछि किसानको त अझै कम छ। अब यो प्रतिस्पर्धाकै हेर्ने हो भने पहिलो नम्बरमा क्याटेगोरीमा हामी यही मल्चिङ पद्धतिमा राख्छौँ। दोस्रोमा यो मल्चिङ बिनाको प्राविधिक हिसाबकै छ र तेस्रोमा भनेको चाहिँ हामी प्राविधिक हाम्रो परम्परागत हिसाबले लगाएको खेती देखिन्छ। यो मल्चिङ पद्धति चाहिँ अहिले खासै धेरै राम्रो देखिन्छ बोट चाहिँ।